प्रधानमन्त्रीले भन्नुहुन्छ म मेन पावर व्यवसायी होइन। प्रधानमन्त्रीज्यू, म तपाईलाई सोध्न चाहन्छु, कुन नेपाली युवा हो जो सरकारको छाप बिना विदेशमा गएका छन्? तिमीले डिमान्ड स्वीकृति गर्छौ, तिमीले नै श्रम स्वीकृति दिन्छौ, अनि नेपाली जनता विदेश जान्छ, अनि तिमी भन्छौ हामी दोषी छैन। को हो त दोषी भने प्रधानमन्त्रीले सोध्न चाहन्छु। तिम्रो छाप बिना, सरकारको छाप बिना कोही पनि बच्चा, कोही पनि माईको लाल अरू देशमा जान सक्दैन। पासपोर्ट दिने तिमी, श्रम स्वीकृति लगाउने तिमी, डिमान्ड स्वीकृति गर्ने तिमी, अनि तिमी भन्छौ म मेन पावर छैन। यति दुनियाँलाई मूर्ख बनाउने प्रधानमन्त्रीजी दिन रात बनाउन लाज लाग्दैन? सोध्न चाहन्छौ, यो मेन पावर को पनि तपाई मेन पावर हो? मेन पावरको पनि मेन पावर तपाई हो। तपाईले त थाहा छ, तपाईले बनाएको कानुनमा 1 रुपैयाँ लाग्दैन। कानुनले त त्यो बनाउनु भयो, तर को बच्चा छ नेपालको जो बिना पैसा विदेशमा गएको हो? कोही छ बिना पैसा विदेशमा गएको? यदि छैन भने केपी ओलीलाई सोध्ने किन सोध्ने? हाम्रो ठगैती हो कि होइन? यदि पैसा लाग्दैन भने कसरी लाखौं मान्छेले लुट्यो? केपी ओली तिमी केही पनि खाए छैनौ, राम्रो मान्छे छौ भने ती ठगिएको बच्चालाई किन न्याय दिएनौ? ठग्ने मेन पावरलाई किन थुन्न सकेनौ? बिना कानुन एजेन्टहरू घुमिरहेछन्, त्यसलाई किन कानुन लागेन? तपाईले भाग पाउनुहुन्न भन्नुहुन्छ। म सोध्छु, भाग पाएको छैन भने ती दोषी कारबाही हुनु पर्थ्यो, ती पीडित बच्चाहरू न्याय पाउनु पर्थ्यो प्रधानमन्त्रीजी। तर आज तपाईँ दिन रात बनाउनु भयो। युवाहरूलाई बेचेर, युवाहरूलाई मारेर विदेशमा जो बच्चाहरू गइरहेछ तपाईलाई थाहा छ, हट्टाकट्ट जवान हो, मेडिकल टेस्ट गरेर गइरहेछ, निरोगी मान्छे गइरहेछ, वृद्ध पनि होइन, यङ हो, युवा मान्छे, निरोगी मान्छे मर्ने हो। मर्ने भनेको वृद्ध वृद्धहरू हो, मर्ने भनेको रोगी मरेजीहरू हो। जब नेपाली बच्चाहरू निरोगी छन्, नेपाली बच्चाहरू युवा छन् भने लास किन आइरहेछ ओलीजी? दिन दिन कसरी प्रधानमन्त्रीजी लास आइरहेछ? तपाई मारे हो कि मरेको हो? युवा मान्छे, निरोगी मान्छे आफै मर्छ कि कसैले मारेको हो? मारेको हो भने तपाईहरूले मारेको हो। तपाईहरू मुद्दा किन लाग्ने? तपाईहरू हत्या नभन्ने त के भन्ने? तपाईले प्रधानमन्त्रीजी, तपाईले युवाहरूलाई तडपाड तपाई मारिराख्नु भएको छ। यो हत्या हो, मृत्यु होइन। मृत्यु त एज पुगेर मर्छ, बिमारीले मर्छ, तर हाम्रा बच्चाहरू एज पुगेर होइन, बिमारीले पनि होइन, यिनी नेताको कुकर्मले मर्नु परेको छ। त यसको जवाब चाहिन्छ प्रधानमन्त्रीजी हामीलाई। आजको ऐतिहासिक समारोह मार्फत एउटै कुरा भन्न चाहन्छु, यसको एउटै